यो गीतको जन्मदाता तपाईँ कि उहाँ? यस्तो हो सर, अब यो गीत चाहिँ मैले मेन खास गरी मैले एआईबाट बनाएको गीत हो। मैले लेखेर यो 3 हप्ता अगाडि नै मैले लेखेँ। शब्द तपाईँकै हो? हजुर, शब्द सबै लिरिक मेरै हो। अनि 3 हप्ता अगाडि नै मैले यो क्रिएट गरिसकेको थिएँ सुनो एआईबाट। अनि मैले क्रिएट गरिसकेको थिएँ। अनि उहाँसँग पनि अलिअलि बोलचाल चाहिँ हुन्थ्यो पहिला। यस्तै चिन्जान थियो तपाईँको? हजुर हजुर। त्यस्तो राम्रो त होइन, अब एआई सङबाटै भनौँ न, यस्तो सङबाटै उहाँसँग पनि हल्का चिन्जान थियो फेसबुकतिर होइन। अनि मैले यो क्रिएट गरेको चाहिँ लगभग 1 महिना अगाडि नै हो मैले क्रिएट गरेको होइन। अनि यो गीत त अलिक कस्तो राम्रो सुन्यो क्या दाइ, गीत त अलिक राम्रै सुन्यो त। अरूले मैले धेरै बनाएको छु होइन, त्यो गीतहरूभन्दा त अलिक राम्रै सुन्यो क्या। भनेको यो तपाईँलाई गायकलाई गाउन दिनु मन थियो त्यसो? हजुर हजुर, मैले यो गीत चाहिँ अलिक राम्रो सुन्यो, त्यही भएर यही टोनमा कुनै कलाकारले गायो भने होइन अलिक राम्रै हुन्छ कि भन्ने ऊ थियो। अनि चिन्जान तपाईँको भइसकेको थियो त्यो बेला? हजुर, उहाँसँग चिन्जान भइसकेको थियो। र त्यस्तो राम्रो थिएन दाइ, त्यस्तो राम्रो थिएन। त्यही सङद्वारा एआई सङ म क्रिएट गर्थेँ नि त। त्यहाँ पनि मिल्थ्यो? हजुर हजुर, उहाँ मिल्थ्यो भन्दा पनि उहाँसँग चिन्जान त्यसरी भएको थियो क्या। ओके। अनि त्यसपछि तपाईँ दुईजना बिचको कुराकानी भयो? हजुर। तपाईँले क्रिएट गरेको गीत उहाँलाई गाउन अनुमति दिनुभयो? त्यतिखेर मैले त्यस्तो थिएन उहाँसँग। एकचोटि मैले भनेको थिएँ उहाँलाई, लिरिक सेयर पनि गरेको थिएँ उहाँसँग। मैले लिरिक सेयर पनि गरेको थिएँ उहाँसँग। तर त्यस्तो राम्रो बोलचाल नभएको कारण त्यस्तो राम्रो बोलचाल थिएन नि त। अनि त्यति भनेको तपाईँले लिरिक पनि सेयर गर्नुभयो, त्यो म्युजिक एआईबाट बनेको म्युजिक पनि सेयर गर्नुभयो? दुईटै सेयर भयो दाइ, म्युजिक पनि सेयर भयो अनि यता मैले बनाएको त्यो जुन अहिले सङ छ नि त्यो पनि पेजमा आएको थिएन, युट्युब पेजमा आएको। गल्ती त तपाईँले गरेकै रहेछ नि त होइन? त्यो ठुलो गल्ती देखिएन, तर तपाईँले नाम नराख्नाले उहाँले दुःख मनाइ गर्नुभयो? हजुर, दुःख मन भयो दाइ होइन। अब दुःख मन त्यो भन्दा पनि अब मैले भिडियो पहिल्यै अपलोड गरिहालेँ, 3 विक्स अगाडि नै अपलोड गरिहालेँ होइन। अनि उहाँले चाहिँ फेरि त्यही लिरिकलाई होइन मेरो यसरी आउट भएछ भनेर उहाँले फेरि त्यही लिरिकमा त्यही लिरिक गाउनुभयो उहाँले होइन। उहाँको ओरिजिनल भोकलमा पनि गाउनुभयो। फेरि अरूकै नाम आयो, सर्जकको नाम पनि? हजुर, सर्जकको नाम पनि अरू आयो। न त मलाई मेन्सन पनि छ होइन, न त मेरो युट्युब च्यानल नेम मेन्सन छ। अलिकति उहाँ नै भयो क्या, उहाँले अरूको नाम लिनुभयो त्यसरी। अनि अरूको नाम पनि लिनुभयो। अनि त्यसरी मेरो जुन हुन्छ नि त्यही साउन्डमा उहाँले आफ्नो भोकलमा पनि गाउनु त भएको छ, म गाउनु भएको छुइनँ। त्यहाँ 2टा भोइस छ नि त होइन दाइ, अनि त्यही भएको हो क्या दाइ। ओके। अब के गर्नुहुन्छ त तपाईँ? के गर्नुहुन्छ? माफ मात्रै मागेर तपाईँ दुईजनाको समाधान होला होइन? हजुर। अब यो गीतलाई निरन्तरता दिनुहुन्छ कि या होइन डिलेट हान्छु भन्नुहुन्छ कि के गर्नुहुन्छ त? अब मैले उहाँसँग नि सहमति गरिसकेँ। उहाँले मलाई यसमा अनुमति दिनु भइसक्यो। अब यसबाट जे जस्तो अर्निङ हुन्छ नि त, अब यसमा चाहिँ हामी सेयरिङ गर्नुहुन्छ गर्ने भन्ने कुरा भएको छ। ओके। तपाईँले कति खर्च गर्नुभयो यो गीतमा? यसमा त त्यही स्टुडियो चार्ज मात्रै हो सर। तपाईँले अडियो मात्रै गर्नुभयो? हजुर। त्यो लिपसिङ पनि गर्नु भएन भिडियोमा? उहाँले भोकल दिनुभएको थियो, भोकल मात्रै दिए। उहाँको युट्युबमा लाग्यो त अडियो त लाग्यो होला नि? कति लाग्यो अडियो गर्न? अडियो नै अब के अरे उहाँले पहिला अडियो खर्च कति लाग्यो तपाईँको? अब लय शब्दको लागेन, म्युजिक त उहाँकै लहर हालिदियो। ओके। एरेन्ज पनि गर्नु परेन? एरेन्ज चाहिँ गर्नु परेन, केही पनि गर्नु परेन, स्टुडियो चार्ज जस्ट त्यो मात्रै लाग्यो। अब त क्लियर भयो हो, म यहाँ माने है। किन एरेन्ज गर्नु परेन भने तपाईँको जस्तो छ सेम छ, तपाईँको अडियो उहाँ गएको हो भने चाहिँ प्रुफ भयो ल। ओके। किनभने उहाँले एरेन्ज गरे होइन भनेर स्वीकारिसक्नुभयो भनेपछि तपाईँले एरेन्ज गरेको मतलब एआईले एरेन्ज गरेको तपाईँले उहाँलाई पठाइदिनु भयो, उहाँले त्यसमा रेकर्ड गर्नुभएको होइन? त्यही होइन कुरा क्लियर? हजुर। ओके। स्टुडियो चार्ज चाहिँ त्यति लागेन? स्टुडियो चार्ज पनि त्यस्तै लाग्छ सर। कति लाग्यो? 8-10 हजारमा तपाईँले गीत तपाईँको त्यो जेनेरेट गर्न कति लाग्यो? मेरो त त्यसमा त प्रिमियम भन्ने हुन्छ होइन सर, त्यसमा हजुर आफूले सब्सक्रिप्सन लिने हो, त्यही मन्थली लिने हो कि इयरली लिने हो, त्यही अनुसार हुन्छ। तपाईँले कति लिनुभएको छ? मेरो $30 हो पर मन्थ भन्यो, $30 मैले मन्थली लिन्छु। अनि त्यसमा पनि अब हुन्छ नि त एडिटहरू सबै गर्नु पऱ्यो होइन, क्यापकटबाट उता गरेर सबै आफूले अलिअलि मेहनत त लाग्छ नि सर। अलिअलि तपाईँले त्यति धेरै मेहनत गरेर जस्तो पनि देखिन भिडियो? हजुर, मेहनत त लाग्छ तै पनि। तपाईँको कति खर्च भयो त त्यसमा? 2-3 हजार? त्यसमा त त्यस्तै भनौँ न सर। त्यस्तै है।
जसरी तपाईँले यो क्रिएट गर्नुभयो होइन, यसले त कलाकारहरू त विस्थापित हुने भयो नि त। मैले त्यही भएर सर म पुरै एक्सप्लेन गरेर नै लगाएको छु होइन। मेरो त्यो म्युजिक च्यानलै भनौँ न, म्युजिक च्यानलै सबै डिस्क्रिप्सनतिर नि लेखेको छु, यो चाहिँ इन्टरटेनमेन्ट प्रपोजलको लागि मात्र हो भनेर होइन, मिसयुज नगरिदिनु होला त्यसरी होइन। अब एआईबाट बनेको कति हुनुहुन्छ नि नेपाली सिङ्गरहरू, सर्जक बज्ने भए, सङ्गीतकार डुब्ने भए, कि त्यो गाएर तपाईँले यही खालको मेलोडी दिनुपर्छ योलाई के अरे एआईलाई? यस्तो हो सर, यो चाहिँ आफूले लिरिक बनाउने हो होइन। लिरिकमा उसले म्युजिक पनि आफ्नै तरिकाले दिने हो, आफ्नै तरिकाले दिने हो म्युजिकहरू। यो झुक्किएर आएको यति मिठो म्युजिक हो। यस्तो हुन्छ कुन जन्द्रमा बनाउने म्युजिक होइन, स्याडमा हो कि रोमान्टिकमा हो कि होइन, त्यो ट्रेडिसनल हो कि त्यो सबै हुन्छ। अनि आफूले प्रमोट लेखेपछि जुन अनुसार लेख्यो त्यही अनुसार बनाइदिन्छ, तर ठ्याक्कै यो बनाउँछ भन्ने हुँदैन सर। तपाईँको घर चाहिँ सिन्धुपाल्चोक? हजुर सर। सिन्धुपाल्चोकको कुन ठाउँ? 12 विषय हजुर। 12 विषय है। तपाईँको? मेरो 5 थर हो, नुक्सा पाङबे भन्छ। ए 5 थरको तपाईँ सिन्धुपाल्चोकको भेट एआईले गराइदियो होइन। अब त्यहीँबाट गीतले गर्दाखेरि एआईबाट तपाईँको सम्बन्ध गाँसियो भनौँ न, एक हुनुभयो। तर यस्तो भयो तपाईँको सम्बन्ध बिचमा दरार आयो यही गीतले गर्दा। हजुर। यसको फाइदा त धेरैले उठाए। हजुर। आज कतिवटा गीत रेकर्ड भएको छ। हजुर। तपाईँको अन्त मिठो स्वरमा पनि गीत आएको छ। यस्तो नि त सर, अब के अरे म त 0 लेभलबाट आएको मान्छे हो नि त। अब मभन्दा कति लाखौँ करोडौँ जनताको माया पाएको ठुल्ठुलो कलाकारहरूले पनि यो गीतलाई युज गरेको छ। तर तपाईँले गल्ती नगरे भए त, मैले भन्न खोजेँ तपाईँले गल्ती नगरे भए त एआईले गाएको गीतै आउँदो रहेछ। हजुर। उहाँले रोकिदिनुहुन्थ्यो होला अनि एआईलाई गाउनै लाउनुहुन्न थियो, तपाईँकै आउँथ्यो आवाज। हजुर। आज त तपाईँको एकल आवाज हुन्थ्यो नि। हजुर। होइन? हजुर। त्यो त तपाईँको गल्तीले तपाईँलाई त ठुलो घाटा लाग्यो नि, लागेन?